आज जेठ 22 गते सर हामी कता जाँदैछौँ यसो जानकारी गराउनु न। हामी दाङ जाँदैछौँ। आज हाम्रो लुम्बिनी प्रदेशको राजधानी दाङ जाँदैछौँ। हामी विकास निर्माणसँग सम्बन्धित कामलाई लिएर जाँदैछौँ। हामी कञ्चनको विकासको रूपमा त्यहाँ भएका बाटाघाटाहरू र विशेष गरी त्यहाँ खानेपानी, त्यहाँको सिँचाइदेखि लिएर अन्य धेरै समस्याहरू रहेका छन्। त्यसमा चाहिँ हाम्रो भौतिक पूर्वाधारमा आदरणीय नेता हाम्रो त्यहीँबाट माननीय सांसद भुवनेश्वर ढकालजी, माननीय भुवनेश्वर ढकालजीसँग विभिन्न खालका चाहिँ प्रस्ताव पनि लिएका छौँ, माग पत्र पनि बनाएका छौँ र विकास निर्माणसँग सम्बन्धित मुख्यमन्त्रीको कार्यालयमा हामी मुख्यमन्त्रीज्यूलाई पनि भेट्छौँ र अरू मन्त्रीज्यूहरूलाई पनि भेट्छौँ। हामी सबै विभागीय मन्त्रीहरूलाई भेट्छौँ र चाहिँ लगभग कञ्चनमा धेरै विकास कञ्चनदेखि लगाएर अरू क्षेत्रका थुप्रै कामहरू छन् समग्र कञ्चनको विकासको लागि भनेर हामी हिँडेका छौँ। त्यसमा दुर्गा राजपति पनि उहाँले पनि हामीलाई फोटो लिएर सहयोग गर्नुभएको छ। त्यसो भएर उहाँ नदेखेर पनि सक्नुहुन्छ, तर यो काममा चाहिँ सक्रिय सहभागिता रहेको उहाँ। धन्यवाद। हामी पक्कै पनि यो काम गराउँछौँ। माननीय मन्त्रीज्यूलाई हामीले आग्रह गर्न चाहन्छौँ, यो चाहिँ भिडियो तपाईँले हेरेपछि हाम्रा कामहरू पक्कै कञ्चनलाई विकासको चाहिँ अग्रगतिमा अग्रसर दिनका लागि तपाईँलाई हामी आग्रह गर्न चाहन्छौँ। धन्यवाद। हैन हामी पाँचवटै वडाबाट वडागत रूपमा योजनाहरू लिएर छलफल गरिसकेर फेरि स्मरणको लागि फाइल तयार गरेर हामी दाङ जाँदैछौँ। पक्कै पनि यी सबै प्राथमिकताको आधारमा कुन वडामा के विषयलाई बढी प्राथमिकता दिने भन्ने विषयमा अझै वृहत उहाँहरूसँग छलफल गरेर विकास निर्माणको काममा योजनामा लैजानका लागि प्रदेशको अब बजेटिङ हुँदैछ, त्यसका लागि जाँदैछौँ। धन्यवाद। ल त्यो साँप छ यहाँ के को म दाङ आएँ नि हेर्नु त म त टिपे इन्चार्जलाई नराखेर कहाँ हुन्छ? हो त के पनमरी होला ए दिपक खाली भयो क्या त